के हो आत्मिक तन्दुरुस्ती कायम गर्नु। यी दुईटा चिजले मात्रै हामी हाम्रो चिन्तालाई, फिक्रीलाई, हाम्रो डरलाई, हाम्रो रोगलाई हामी के गर्न सक्छौँ? जित्न सक्छौँ। त्योबाट हामी मुक्त हुन सक्छौँ। यो चाहिँ एउटा हिलिङ प्रोसेस हो। चङ्गाइ हुने एउटा प्रक्रिया। यो उपचार होइन प्रियहरू। हामी विश्वासीहरूले उपचार मात्र होइन, हामी के गर्छौँ? निको बनाउँछौँ, चङ्गाइ गर्छौँ। चङ्गाइ भनेको कुरा, हिलिङ भनेको कुरा चाहिँ हामीले बुझ्नुपर्ने के आवश्यकता छ त भन्दा उपचार चाहिँ विशेष गरेर हामी शारीरिक रोगहरूको लागि के गर्छौँ? प्रयोग गर्छौँ, अथवा मानसिक रोगहरूको लागि मात्रै हामी के गर्छौँ? हामी प्रयोग गर्छौँ। उपचारले धेरै जसो आत्मिक रोगहरूलाई छुँदैन। त्यो हुनाले हामी विश्वासी र विश्वासी डक्टरको हिसाबले है, हामी विश्वासी फरक हुन आवश्यक छ। हामी विश्वासी चिकित्सकहरू पनि फरक हुन आवश्यक छ। किनभने हाम्रो उपचार पद्धति चाहिँ मेडिकल साइन्स छ, तर हाम्रो उपचार पद्धति चाहिँ मेडिकल साइन्स सँगसँगै बाइबलीय सिद्धान्त पनि हो। किनभने मेडिकल साइन्सलाई पनि त्यसको आविष्कार गर्ने पनि को हुन्छ? परमेश्वर आफै स्वयं हुन्छ। त्यो भएर हामी प्रभु येशू ख्रीष्टलाई के भन्छौँ? डक्टरलाई पनि डक्टर भन्छौँ, चिकित्सक पनि चिकित्सक भन्छौँ। हामी हाम्रो सर्कलमा पनि, डक्टरहरूको सर्कलमा पनि उहाँ चाहिँ चिकित्सकका पनि चिकित्सक हुनुहुन्छ भनेर हामी भन्छौँ। किनभने उहाँले सबै रोग उहाँलाई थाहा छ, सबै उपचार पद्धति उहाँलाई थाहा छ। त्यो चाहिँ परमेश्वरले मानिसहरूलाई ज्ञानको रूपमा, सिपको रूपमा, कलाको रूपमा दिनुभएको छ। अझै मानिसहरूले त्यसलाई पूर्ण रूपमा के गर्न सकेका छैनन्? प्रयोग गर्न सकेका छैनन् र पूर्ण रूपमा चङ्गाइ, पूर्ण रूपमा हिलिङ आउन सकेको छैन। हामीले मेडिकल साइन्सको रूपमा मात्रै प्रयोग गरेको कारणले हाम्रो उपचार पूर्ण छैन। तर जब हामी यसलाई हिलिङको रूपमा लैजान्छौँ, चङ्गाइको रूपमा लैजान्छौँ, आरोग्यताको रूपमा लैजान्छौँ, त्यसपछि यो के हुन्छ? पूर्णता प्राप्त हुन्छ भनेर हामी सिक्छौँ। अब शारीरिक तन्दुरुस्ती कायम गर्ने कसरी त भनेर यहाँ मेडिकल साइन्सले भन्ने पनि त्यही हो, बाइबलले पनि हामीलाई त्यसरी सिकाएको छ। महत्त्वपूर्ण कुरा पहिला पनि मैले तपाईँहरूलाई भनेको थिएँ, स्वास्थ्यकर खाना खाने कुरा। 1 राजा 19:5-6 हामी त्यहाँ गएर हेऱ्यौँ भने तब झट्टै एउटा छोरो, यो एलियालाई भनेको है त, एउटा स्वर्गदूत जातिलाई छोरा भने उठेर खाने कुरा। जब एलिया एकदमै निराशको अवस्थामा थिए, उनको निराश चरम स्तरमा थियो, प्रभुले भन्नुभयो उठेर खाऊ। अनि एलियाले तातो घुँगुरमा पोलेको एउटा रोटी खाए र पानीको एउटा सुराई देखेर ती खाएर इट्स राइट भन्ने छ है, स्वास्थ्यकर खाना खाने कुरा। तपाईँहरूले हेर्नुभयो भने आजकल धेरै सुविधा छ। पहिला हामीले मेडिसिन पढ्दा एकदमै किताब मात्रै पढ्नु पर्थ्यो, लाइब्रेरी चार्नु पर्थ्यो, धेरै कुराहरू भेटाउँदैनौँ। अहिले धेरै भेटाउनु भएको छ, तर नचाहिने धेरै भेटाउँछ। विभिन्न प्रकारको युट्युबे डक्टरहरू तपाईँले हेर्नु आज है, कति डक्टरै डक्टर तपाईँले हेर्नु आएर फलो गर्नुहुन्छ, के खाने के नखाने। अनि मेरो बिरामीहरू मसँग नै आउनुहुन्छ, के खाने डक्टर, के खाँदा ठिक हुन्छ भन्नुहुन्छ। म उहाँहरूलाई भन्छु के खाने भन्दा पनि के नखाने त्यो तपाईँ ध्यान गर्नुहोस्। मान्छेले खाना त अब पाएँ केही पनि नखाने छन्। तपाईँ देश घुम्दै जानुभयो भने जुन कुरा हामी नेपालमा खाँदै बाहिरतिर त्यही कुरो सबैभन्दा बढी मान्छेले खाँदैछ। त्यो भएकोले के खाने के नखाने भन्दा पनि सबैभन्दा तपाईँहरूले हेर्नुभयो भने विभिन्न प्रकारका डाक्टरहरूको, तपाईँहरूले डाइटिसियनहरूको, डक्टरहरूको तपाईँहरूले भिडियो हेर्नु भएको छ होला, तपाईँले सामग्रीहरू हेर्नु भएको छ होला। त्यही सामग्री एउटा बिरामीको लागि राम्रो हुनसक्छ, तर अर्को लागि नराम्रो पनि हुन्छ। किनभने मेडिकल साइन्स आफैमा मैले भन्न सक्छु नि, मैले यत्रो वर्षदेखि पढेर अध्ययन गरेर आएको कारणले गर्दा मेडिकल साइन्स पनि आफैमा के छैन? पूर्ण छैन। पूर्ण त परमेश्वर मात्रै हुनुहुन्छ। जुन दिन हामीले त्यो कुरा बुझ्छौँ, त्यसलाई एक्सेप्ट गर्छौँ, त्यो दिनदेखि बल्ल हामीले के त आरोग्यता